साथीहरू म चाहिँ इन्ड्राइभको विषयमा चाहिँ बोल्न गइरहेको छु। इन्ड्राइभको चाहिँ अस्ति आन्दोलन भएको थियो होइन, लगातार 3-4 दिनको आन्दोलनपछि चाहिँ इन्ड्राइभ अफिसबाट चाहिँ अब 4-5 दिनको लागि भनेर समय टाइम माग्नु भएको थियो र सो त्यो टाइम पनि अब 5 दिन भनेको अब आजबाट जम्मा 3 दिन बाँकी छ। हेरौँ साथीहरू अब के कस्तो निर्णय, के कस्तो डिसिसन, के कस्तो लिन्छ इन्ड्राइभले होइन। सो त्यसपछि अनि अब यहाँ गएर पठाउलाई पनि अब जानकारी गराउनु भन्ने कुराहरू चाहिँ अब इन्ड्राइभ अफिसबाट चाहिँ जानकारी गराउनु भएको रहेछ हाम्रो सरहरूलाई। सो त्यसपछि चाहिँ हेरौँ अब के हुन्छ। अनि त्यसपछि फेरि भएन भने चाहिँ बब्बाल आन्दोलन गर्नुपर्छ साथीहरू। हेर्नुहोस् है, 1000, 2000, 3000को सङ्ख्यामा चाहिँ आन्दोलनमा उत्रिनुपर्छ। अब यिनीहरूले कुरा सुनेन भने हेरौँ, त्योभन्दा पहिला अब यिनीहरूले के कस्तो जानकारी, के कस्तो होइन डिसिसन लिन्छ। त्यसपछि चाहिँ अब भएन भने चाहिँ अब हामीले चाहिँ अब यत्रो दिन अब साथीहरूले रात दिन होइन धर्ना बस्नुभयो कि इन्ड्राइभ अफिस अगाडि। साथीहरू तपाईँहरूले के कति जानुभयो, जानु भएन, सुन्नु भएन होइन। फेरि के कस्तो हुन्छ त्यसपछि फेरि जानकारी गराउने नै छु। अनि साथीहरू तपाईँ हामी सबैजना एकजुट हुनुपर्छ है। यो चाहिँ के को विषयमा आन्दोलन भएको थियो भने प्राइस, सरकारले तोकेको प्राइस नदिएको कारणले चाहिँ आन्दोलन भएको थियो। यो सरकारसँग केही पनि अब लेनदेन त्यस्तो सरकारलाई नराम्रो भन्ने हाम्रो नेता र राइटरहरूको केही पनि छैन। यो सिर्फ छ त एङ्गो र पठाओ इन्ड्राइभलाई है। अनि अब यिनीहरूले के कस्तो डिसिसन लिन्छ, के कस्तो गराउँछ, त्यसपछि फेरि भएन भने तपाईँ हामी चाहिँ फेरि